हेलो गाइज, तपाईलाई स्वागत छ मेरो दोस्रो भ्लगमा। सबै सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदमै सन्चै छु। आज पानी परेर बेजोग भयो केटाहरू यार। आज शनिबार हो नि त, धेरै छुट्टी होइन कि अहिले यताको त 4 बज्न आँट्यो। आज पानी पर्यो नि यता बेजोग छ के। यस्तो ठुलो पानी पर्यो नि यता के भनौँ। अब बाहिर नि बेजोग छ। अहिले भक्क पानी थाकेको छ, हावाहुरी चल्दैछ के। आज कस्तो कस्तो प्लान बनाइसकेको थिएँ यार, घुम्न जाने यताउता सब क्यान्सिल भयो क्या। शनिबारको दिन यसो मुड फ्रेस गर्न जाम्न सोचेको थिएँ, पानी परेर बेजोग, काम नपाएर बेजोग, सब कुरामा बेजोगै बेजोग छ। लगै छैन कि के कुरामा मेरो त। अब त्यही उता साथीले खानासाना पकाइरहेको छ। अब खानासाना खाइन्छ, खै के गरिन्छ कि थाहा छैन। तर पानी परेर बेजोग छ, बाहिर निस्किने वातावरण नि छैन हो। आज त के गर्ने हो केटा। खै अब साथीले के पकाउँदैछ हेरौँ है त। ओ के पकाउँदैछौ ओ कुकम्यान, के पकाउँदैछौ, के पाक्दैछ? ल केटाहरू यहाँ के पाक्दै रहेछ है, आलुको भुजिया। यता भात पाक्दैछ, यता दाल पाकिसक्यो। अब यो माया कसम पकाउने मान्छे हो है। खै कस्तो पकाउने रहेछ आज। फर्स्ट टाइम अब प्रिन्सले पकाएको खाना खाँदैछु है केटा म। अरू दिन त म आफै पकाउँछु, यसलाई खोइ पनि दिन्छु। तर आज एक दिन खाना पकाएर मासाला सानपट्टि बढी देखाउन लान्छ कि, मलाई गाली गरेर लान्छ कि। तिमी बिजा होस् गर है केटा हो। कहिलेकाहीँ यस्तो त पकाएर दिनु पऱ्यो नि कहिलेकाहीँ त यार। म कति गर्दा दिनु त्यो केटाहरू। हामीहरू यता आएको लसन त नभनौँ, यस्तो मार्केट हो सानो। केही सामान किन्न आएको छु, खै के किन्न केटाहरू खाएको छैन। बल्ल सस्तो देखेँ कि यो पुरै योलाई छ नि 400 500 भनौँ, 500 रुपियाँ छ कि। बल्ल सस्तो मिल्यो देखेँ मैले। जाबा आएर त्यस्तो छ। जेसीले हेरिरहेको छ के लग्छ भनेर, कन्फ्युज भइसक्यो जेसीले। के लान्छौ जेसी तिमी? जेसीले हेरिरहेको छ, कोही एक्सप्लोर गरेर लाग्छ त्यो सामानको बारेमा। कन्फ्युज भइहाल्यो केटाहरू के ल्याने भनेर। त्यो हाम्रो बाहिर बेन्च ओके र बाहिर धेरै भिडभाड हुन्छ। तिमीले यहाँ उभियो भने हो कहाँ तल छ भने हो त जेसी भने मान्दैन यो केटोले। खत्तम हरामी केटो। त्यही हो गाइस। अब म अहिले भर्खर यता सामान किन्न आएको थिएँ। त्यहाँ उता तरकारीहरू सिद्धिएको थिएँ। अनि त्यो तरकारी किन्न आएको थिएँ। अब तरकारी किनेर नि आइसक्यौँ हामीहरू। अब त्यही होटलतिर गइरहेछौँ। बजिसक्यो त 7 बज्न आँटेको छ। तरकारी किन्यो, अब खानासाना पकाइन्छ होला। होमवर्क छ यार, होमवर्क नगर्न बिर्सिन्छु यार। के हो यार, म यस्तो लाज लाग्छ होइन मान्छेको अगाडि क्यामेरा उठाएर यस्तो बोल्न कि लाज लाग्छ। सुरुमा यस्तै हो, तर बिस्तारै ह्याबिट बसिसकेपछि केही हुन्न अरे। अब त्यही हो, हामीहरू अब गइरहेछौँ उता। साथी नि आइरहेछ, साथी आइसक्यो। बुलुर देखियो तर साथी आइरहेछ तिमी। हेरौँ अब के हुन्छ उता। नेपाली अगाडि ठ्याक्क नेपाली अगाडि नेपाली पसल्छ क्या। पसलदेखि के उठाउने अरे, तरकारी आलु। तर सस्तो थियो यता किन्दा। दामी हो केटा हो। कामसाम बाजेन, त्यही पैसा मात्र हो खानादैमा। के सके किन्न गएछ थाहा छैन। छिटो है किनेर। हाम्रो दाइको पसल है, फेरि यहाँ केही चाहिएछ यता आउनुलाई सबैले। दामी के किनेर ल्यायो रे आज। खै हातमा दही, एक हातमा, अनि यो हातमा के हो आलु। ल आज अब मोटाइन्छ होइन। काम नभेटायो नि खाना चाहिँ खानुपर्छ केटा हो। बबाल ओ हामीले यस्तो एउटा कार किन्न पाइसक्यो कि जापानमा बसेपछि। अरू केही चाहिन्थेन है केटा हो, एउटा कार चाहियो। त्यो अब हामीहरू सामान किनेर सबै केटाहरू अब गइरहेको छौँ उता होस्टेलतिर। खानासाना पकाइन्छ होला है। अब त केही गर्दिनँ, होमवर्कसम्म गऱ्यो केटा हो। होमवर्कै गरिरहेको छैन यार मैले त। त्यही हो मा कसम के हो। तर मान्छेको अगाडि होइन यस्तो क्यामेरा समातेर भिडियो बनाउनु लाज लाग्दो रहेछ कि सुरुमा। अब लाग्दैन। त्यही 1000 सब्सक्राइबर पुगिसकेपछि त बालैमा कसम सबको मुखनिर बनाउने हो कि। क्लासमा पनि अस्ति यस्तो भिडियो बनाऊ भन्ने सोचेको होइन। यस्तो लाज लाग्ने मा कसम यार। बनाउने मन छ नि, बनाउने मन थियो। तर अब त्यो हुन्छ नि, त्यो एउटा च्याप्या हुन्छ नि त, लजालुपनले बनाउन सकेन। तर केही छैन। हाम्रो साथी नि गइरहेछ। साथी तिम्रो घर कता रे? साथी पछाडि फर्कियो न यार। सब्सक्राइबर कति छ? 175। ममा कति महिनामा भयो जुन नबोला। मैले त चलाएन ए 6 वर्षमा त पुरै 1000 सब्सक्राइब पुग्यो एउटामा। उ भएर एक भयो कि। नै मतलब अब त्यो च्यानलहरू ग्रोथ मतलब कसरी सब्सक्राइब बढाउनलाई के गर्नुपर्छ? के टिप्स तिमीले चलिसकेको छौ नि त। अब 1000 कन्टेन्ट कस्तो कन्टेन्ट? अब कन्टेन्टै भेटाउन यार। के चलिरहेको हुन्छ युट्युबमा त्यही अनुसारले खोज्दै हाल्नु पर्यो नि।
त्यो खोज्न कहाँ जानु यार नेपालमा भेटाइन्छ नि यहाँदेखि जापानदेखि नेपाल जानु भएन हो कि नै केटा हो त्यही हो अब के गर्नु अब त्यही हो लाग्छ नि दोष अब सुरु स्टार्टिङ हो होइन स्टार्टिङ फेज हो अब जस्तो सुकै जस्तो आफूले आउँछ त्यस्तै बनाउने पछि सिक्दै गएपछि राम्रो कन्टेन्ट दिने नि हामीहरू के छ र होइन पैसा युट्युबबाट पैसा आउनु थालेपछि त होइन कन्टेन्टहरू त बबाल दिन्छु नि मैले नि बोल्न लजाउन्न म त मुजी बोल्दिनँ हो तर अब भोलिदेखि बोल्दैन पसलमा आइसक्यो चामल किन्न चामल सिद्धिसकेको थियो नि त हामीहरूसँग ठ्याक्क कुनवाला चामल लग्ने छ कि कुन चामल लग्ने हो हामीले त खानेवाला यही चामल हो यो किन अर्को ल उठाउँदैछ साथीले अब होइन चामल निसिदिसकेको थियो यो चामल हो कि 10 केजीको चामललाई कति पर्छ अरे 7,000 हो कि यस्तो महँगो छ चामल महँगो छ कि अरू त मलाई ठिकै लाग्यो म चामल चाहिँ महँगो लाग्छ तिमीहरू के उठाउने केटा हो तिमीहरू के उठाउने हो चामल निसिदिएको तिमीहरूको सँगसँगै हो फेरि खानै पर्यो होइन चामल त फेरि अब सबैतिर हाम्रो होस्टेलको नजिकै छ कि साइडमै छ यो कोन्दिनी अब चामल उठाउने केटाहरू खाने हो त्यसलाई कति रे हेर 341 रुपियाँ अनि योलाई कति छ योलाई थाहा छैन यसको प्राइस लेखेको छैन कि सिमला मिर्चको सिमला मिर्च भन्दिनँ अब म पनि के हो नुन हो त्यो हेर न सियो लेख्यो होला ए यार अस्ति यस्तो काण्ड आइरहनु थाहा छैन यस्तो काण्ड भाइरल भइरहेछ के अरे नुन भनेर हालेको अरे त्यो चिनी परेछ अरे फेरि त्यो चामल किनेर रुममा अब होस्टेलमा गइरहेको छु यास यस्तै छ जिन्दगी के गर्नु अब पेटको लागि गर्नै पर्यो यति बाउ आएर गरिदिनु त्यो के दोष कन्फिडेन्स भन्ने बिस्तारै बिल्ड हुन्छ के एकैचोटि हुन्न के अनि के भ्युज के एकैचोटि जाला दोष माया कसम बिस्तारै जाने हो यार यसो माया साया देखाइदिनु पर्यो केटा हो यार यसले मेरो बेच जान्नु थाल्यो मेरो दोस्तले यार तेरो पुरै टाइममै भ्लग हान्नुपर्छ भनेर भन्दैछ कि मलाई अब के भन्नु यस्ता मान्छेलाई त यस्ता त साथीसँग सपोर्टै गर्दैन ल दोष राम्रो भइरहेछ गर है बिस्तारै हुन्छ कन्फिडेन्स भन्ने बिस्तारै बिल्डअप हुन्छ के छ र भन्नु छोडेर मागेको छन् कम्ता नै तिम्रो भ्युज आउने अरे मुलाई बिस्तारै आएला नि के थाहा दोष भन्न सकिन्न कि सोसियल मिडिया भनेको यस्तो हो कि जो मान्छे जतिखेर नि चम्किन सक्छ के त्यही हो के सोसियल मिडियाले फाइदा धेरै गरिदिएको छ कि दामी मलाई मन परेछ यो त्यही हो कि अब के भन्नु छैन केटा हो जति सक्दो छ यो सेयर गरिदिउँ त्यो अब हामीहरू चामल किनेर आइसक्यौँ रुममा सबै सामानहरू अब त्यही त हो नि खानासाना पकाइन्छ त्यही हो एडिट गर्न मलाई लास्ट टाइम लाग्छ कि खै किन 3 घन्टा जति लाग्छ कि खै किन हो सुरु अब स्टार्टिङ हो नि त स्टार्टिङमा त के आउन अब एडिट गर्न पनि झ्याउ लाग्छ गर्न नि आउन त्यति राम्रोसँग एडिट गर्न 3 घन्टाभन्दा बेसी लाग्छ त्यही हो अब एडिट गरिन्छ 3 घन्टा अब साथीले खाना पकाउँछ त्यही हो अब के गर्नु मलाई त अब यस्तो लाल लाग्छ कि यार मान्छेको अगाडि क्यामेरा समातेर बोल्न त्यही हो अब छोरा मान्छे हो चाहिँ गर्नुपर्छ बोल्न लजाउनु हुन्न क्या यस्तो काममा नराम्रो काममा गर्नको लाज हो यार यो काम गर्न के को लज होला यार त्यो आफ्नो इन्टरटेनमेन्टको लागि बनाउने हो त्यही हो अब के भन्नु छ र अब होइन आजको लागि यति नै अब अर्को भ्लग कहिले बनाउँछ थाहा छैन तर सायद अब म रेगुलर भिडियो हाल्छु है चाहे भ्युज आओस् नआओस् तर म रेगुलर भिडियो चाहिँ हाल्छु यति हो गाइज आजको लागि त्यो होमवर्क पनि छ होमवर्क पनि दिनुभएको छ उता अब गाकुगु पनि भनेको कुरा मान्नै पर्यो होमवर्क गर्नै पर्यो त्यही हो आजको लागि यति बाई बाई टाटा अब नेक्स्ट भिडियोमा भेटौँ ल नयाँ हुन्छ अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है केटा हो 1 सब्सक्राइबर मिलेर 100 हुन्छ 100 मिलेर 1000 हुन्छ 1000 मिलेर 1 लाख हुन्छ केटा बुझ्न यार यसो सब्सक्राइब पनि हान्ने गर यार केटा हो टाइट हावा यार हेरेर मात्र नछोड के यार दिनमा 1 सब्सक्राइब बढे पनि मेरो लागि धेरै हो के खुसीको कुरा हो केटा हो त्यसैले च्यानललाई यसो सब्सक्राइब गरिदिनु पर्यो भिडियोहरू हेरिदिनु पर्यो त्यही हो बाई बाई टाटा नेक्स्ट भिडियोमा भेटौँला है त